जय मसीह सबैजनालाई परमेश्वरले आज एक दिन आयु थपिदिनु भएको छ। यो दिनलाई हेर्ने मौका दिनुभएको छ। सबैलाई धन्यवाद, परमेश्वर पितालाई धन्यवाद दिउँ सबैजनाले। आज हामी चाहिँ यसो नानीलाई घुमाउँदै लाँदैछौँ। आज चाहिँ हामी शहीदनगर अङ्कलकोमा गएको। आज मेरो यो छुट्टी थियो, ड्युटी, त्यो भएर कहाँ गएको अरे? आज हामी पहिला बसेको ठाउँमा गएको शहीदनगर अङ्कलहरूकोमा। मेरो छोरा र माम चाहिँ अगाडि छ। मामा पनि छ उसको छेउमा, उसको आसिङ पनि छ छेउमा। आज दिन मजाको भइरहेको छ। यहाँ त रेस कोर्स जस्तो भइरहेको छ त। अहिले यहाँ पुरा बारेको छ नि त ग्राउन्डमा कि। हामी गएको घुम्नु भन्थ्यो भाइ। हाता बोकेको हुन्छ है, छाता बोक्नु पर्छ तर अब घाम गइहाल्छ। अगाडिबाट खिच्छ न हौ, अगाडिबाट आएको हाम्रो पाकु यहाँ छ। पाकु आज पाकु घुम्दैछ है, पाकु घुम्दैछ। हामी घुम्नु गएकै अब। ल घुम्नु गएकै अब हामी। ल पाकु हामी गएकै घुम्नु। गएको भन्देऊ न पाकु। हामी गएको मामी मेला भेट्नु भन्दै। शहीदनगर गएको भन्देऊ। शहीदनगर है कान्छी अङ्कललाई भेट्नु। हाम्रो घर चाहिँ यहाँ छ, बनिँदै गरेको घर। हावा खानु गएको अरे। छोरालाई लगेर हावा खानु। खै हेर्नु न हौ, कहाँ गएको होला है? पापाको छोरा कहाँ गएको होला है? हामी सबै घुम्नु गएको भन्दा अब हामी चाहिँ मेन रोड पुग्न आँट्यो। पापा छोरा चाहिँ अगाडि छौँ। प्रियल आज खुसी छ है पापा? हाँसिदिएको हेर्ने नि त कुकुरले। घुम्नु पाएर खुसी छ, खुसी। कुकुरले सब जग्गा देखेर खुसी। कहाँ गएको? टोटोमा चढेर। हामी सबैजना टोटोमा जाँदैछौँ, भालुहरू पनि हेर्दै जाँदैछौँ भन्दाखेरि टोटोमा त घुट्नु फुटुक उफाल्दै है भाइ। ए खुसी छ, चुपचाप हेरिरहेको छ। आइपुग्यो शहीदनगर। हाम्रो कुकुरले त सुत्यो। आन्टी यहाँ रहेछ। ओ भाइको नानाहरू आयो, फुपूहरू। दुईजना फुपू यहाँ छ। फुपूहरू भाइको फुपूहरू। कहाँ पुग्यो? कहाँ पुग्यो? नाम जानुहुन्छ दोकानमा।
बाबु त होला नि ल हामी आइपुग्यो आन्टीको घरमा पहिला हामी बसेको घर पो त भाइ है भाइलाई कस्तो भइसक्यो ल गरमले ल आइपुग्यो हामी भाउ हेर्दैछ यसले पहिला हामी बसेको घर भित्र बस्थ्यो हामीहरू कहाँ आयो हाँस्दैछ पसिनाले भिजेको छ पछि यो पुरा तातिरहेको छ फेरिदिनुपर्छ अब हात तोक्नु थालेछ भाइले हामी आइपुग्यो मन्नुको आउनु खोजेको आइपुग्यो पुग्यो त्यो घरमै टोकेको त्यसलाई कहाँ आइपुग्यो भाइ माछा दादा 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 रहेछ के दादालाई माम पो त मामो हेर न आरिस लाग्छ भन्छ नि नानीहरू क्या दादा दादा माया 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 मामा पो त तिम्रो मामा कहीँ बाबु मामा भन्दैन हेलो गर्दै हात मिलाइदियो दुईजना अब बोल्छ हेलो हेलो गर्दैन भाइ लट्टे जस्तो भयो दादा हेलो भन्यो तिमी सुत्दै थियो निन्द्रामै छ नि त यो कत्रो अग्लो भएछ मेरो छोरा चाहिँ हामी मामा माइजूको उसको मामा माइजूको घरमा आएर पनि खेल्नु थाल्यो गरम भएर लुगा पनि चेन्ज गर्नु पर्यो र मोचा चाहिँ किन लगाएको भन्दा चाहिँ फ्यान पुरा चल्दैछ कि चिसो भएछ खुट्टा त्यही भएर मोचा टाउको र खुट्टा हामी चाहिँ यहाँ चिया बिस्कुटहरू पनि खाइसकिसक्यो बिस्कुटहरू हेर नि सबै चिया यसलाई पनि चिया खाने बानी आधा त भएको छ नभए यसले चिया खान्थेन मिठो भयो यसले त नयाँ नयाँ एक्सपिरियन्स गरिसक्यो नि यतातिर त आएर खानेकुराहरूको अन्त है साइपु यहाँ बसिरहेको छ र अब हामीले खानासाना पनि खाइसक्यो अब हामी निस्कियो भाउजू अब हामी गएको हामी अब यहाँबाट पनि निस्केको खानासाना पनि खायो अघि नानीले गर्दा अब त्यति साह्रो खिच्नु पाएन है फुल मुन भइरहेको छ माथि त पहिला हामी यहाँ बस्थेँ पर कुनामा यहीमा त त्यहाँबाट गर्छु हेलो अब हामी चाहिँ बाबुदाको यहाँ दोकानमा आयो अब यहाँबाट बाबुदा दोकानमा रहेछ अब हामी चाहिँ यहाँ ऱ्यापिडो पर्खिरहेको छ सबैजना यहाँ छ यो चाहिँ शहीद नगर हो शहीद नगरमा चाहिँ यस्तो डरलाग्दो धुलो उड्दैछ क्या बाटो उयो भएको देखेर आमा
अस्ति त दहीबाट त मलाई मसाले टोकेको यहाँ मन पराउँछ घर पनि फर्किँदैछु है रातिको कति बज्यो 8 बज्यो 8 साढे 8 हुन 8 साढे 8 हुन आँटे घर फर्किँदैछु सबलाई भेटघाट गरेर हाम्रो आन्टी अङ्कल त हुनुहुन्थेन दादा भाउजू नानीहरू यहाँ मेरो छोरा त सुत्यो पनि निदाइ पनि बच्चाको थियो ल्याउन सकेन होइन साइको साइमा पनि महानन्द पुग्यो हामी हामी चम्पासरी मोडदेखिको भित्र अब हामी आइपुगे गेटहरू पनि बन्द गरेको अब दैलो खोल्ने भाइ पनि ठिक्कै उठ्यो हाम्रो भाइ पनि घर आइपुग्यो पाएको उठ्यो सामु यहाँ छ लाइट देखाउँदैछ सामुले म चाहिँ यहाँ छु सबैजनालाई बाई बाई अब भाइ भित्र पस्छ हामी गुड नाइट साला चाबी खोल्नु